काल त्यति चाहिँ बुझ गोली काल दाइ ड्याडीको नाम अघि साइमन भन्नुभयो नि त साइमन भन्ने बाजेको नाम हो मेरो उता अस्ट्रेलिया बाजेको नाम साइमन अनि दादा गाउँतिर दादालाई बोलाउने नाम ब्ल्याक डायमन्ड थ्याङ्क यू सो मच दाइ ओ माई गॉड ओ के हो राज सरप्राइज छ त दादा ह्यापी माघे संक्रान्ति ओ माई गॉड अब उतातिरबाट सेक छ हेर हैन मुखमा मुकुट सुकुट लाएर बस टक्क के छ सामान पक्रेर बस कुर्सीमा छ खुट्टै थरथर बनाउँछ नि खुट्टै थरथर बनायो नि म रेडी थिएँ कि यो कुराको लागि बुझेन रेडी नै थिएँ कि म यो कुराको लागि के आएको उता यस्तो हो के दाजुभाइ भन्दा पनि दिदी बहिनी पावरफुल भयो क्या त्यही भएर तनाव भयो आज भोलि दिदीहरू गाह्रो छ नि दाइ थाहा छैन नि तपाईँलाई कतिको पावरमा आएको छ भनेर भगवानले पावर के हो यो त सरप्राइजै हाने त आम्मामा हेट माघे सङ्क्रान्ति त उतापट्टि पो भयो त यस्तै हो यो केबिजेट उता तमिलबाट हो के बुझेन तमिल के भन्छ तेलुगु उतातिर के मद्रास ठाउँतिरको मान्छे हो अनि पुष्पाले चन्दनको लकड बेचेको थियो नि चन्दनको लकडहरू सबैको पैसा अनि यतातिर पुष्पाको अनि मामाको छोरी हो अनि पुष्पा मारे यसको नाम केपीजे सुपुष्पा हो यसको नाम चाहिँ अगाडिपट्टि सु ब्याक हाम्रो पनि यसो अब 600 पारा त ल्याउन खोजेको तर पारा त जति ल्याए पनि कामै छैन यो अलि उनै हो यो त उतापट्टि हार मानेको छैन उतापट्टि दाइ हेर्नु त लगन चाहिँ लगाए त बुस्टिङ के कुरा चलपल चाहिँ दिए बबाले भयो चलपल चाहिँ तर तर्साउने खालको चलपल भयो क्या दाइ उतापट्टि भयो क्या यतापट्टि खोइ त चलपल हाम्रो पनि अलिक तर्साउनु त लागेका छन् तर्साकै हो त 8 सेकेन्ड भयो नि बादल सादल लगाइदिएपछि तर्साकै जस्तो म त कति डराएको छन् हेर नि त्यहाँ हेरिरहेको छु उतापट्टि स्कोर भयो भाइ तपाईँ पनि गफ मात्र पेल्ने काम छैन खाली गफ हानेछ बसेको छ हेर्छ त पोइन्टमा नागेर कहाँ पुगिसक्यो भने यस्तो हो कि सुन अब सेकेन्ड राउन्ड खेल्न त सक्दिनँ नि त फेरि भाग्छ नि हेरे म सोध्छु सेकेन्ड राउन्ड खेल्ने भन्दाखेरि सेकेन्ड राउन्ड त सक्दैन दुःखमा म सोध्छु फेरि है हेलो सकेसम्म गेम चाहिँ नलाउन सकेसम्म वान एनदर I know one is fine. What?